सबैलाई नमस्ते। नवरथाको आज 8औं दिन महाअष्टमी र अब स्कुलहरू छुट्टी भइसकेका छन्। विद्यार्थीहरू पनि आफ्नै घरघरमा परिवार सँगसँगै दशैं मनाउने तर्खरमा छन्। हामी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरू पनि घरमा आफ्नै परिवारसँग यो वर्ष दिनमा आउने चाडबाड मनाउन व्यस्त भइसकेका छौं। यो बीचमा अध्ययन गर्नका लागि केही किताबहरू मैले छानेको छु। त्यसमध्ये यो न्याय सुशीला कार्की जो चाहिँ नेपालको प्रथम महिला प्रधान न्यायाधीश हुनुहुन्थ्यो र विभिन्न घटना परिस्थितिमा उहाँलाई महाअभियोग लगाएर निकालियो उहाँको कार्यकाल सकिनुभन्दा पहिले नै। त्यसपछि उहाँले यो पुस्तक लेख्नु भएको थियो। त्यतिखेर त्यति यो पुस्तक पढ्ने सोच बनेको थिएन, तर उहाँ नै फेरि यो जेनजी आन्दोलनको पछि नेपालको पहिलो प्रधानमन्त्री महिला प्रधानमन्त्री नियुक्ति भइसकेपछि चाहिँ यो पुस्तक बजारमा चर्चामा आयो र मैले पनि यो भर्खरै लिएर सरसर्ती अध्ययन गरेँ। यही किताबको पेरिफेरीमा यो दशैंको बेला अब कसरी दशैं चाहिँ हामी पुस्तक पढेर पनि मनाउन सक्छौं, एउटा प्रेरणा सबैले मिलोस् भन्ने हिसाबले चाहिँ मैले यो भिडियो राख्न गइरहेको छु। नेपालको प्रथम प्रधान न्यायाधीश र अहिले भन्नुपर्दा नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको यो न्याय एउटा केवल आत्मकथा मात्र होइन, यो चाहिँ न्याय, राजनीति र समाजबारे हाम्रो सोच बदल्न सक्ने एउटा दस्तावेजको रूपमा यो पुस्तकलाई हामी हेर्न सक्छौं। अब यस पुस्तकमा उहाँले आफ्नो बाल्यकालदेखि सर्वोच्च अदालतसम्मको यात्रामा र महिला प्रधान न्यायाधीश हुँदासम्मको यात्रामा भोग्नु भएको उहाँको चुनौती अनि त्यसपछि सङ्घर्ष र न्यायपालिकाभित्र पनि कस्ता कस्ता सङ्घर्षहरू छन्, ती सबैको बारेमा उहाँले खुलस्त लेख्नु भएको छ। भाषा सरल छ, पढ्न सजिलो हुन्छ र महिलालाई मात्रै नभएर सम्पूर्ण पाठकलाई यो पुस्तकले प्रेरणा दिन्छ र न्याय र राजनीति बीचको सम्बन्ध प्रष्टसँग यो पुस्तकमा देखाइएको छ। अब प्रसङ्ग अलिकति व्यक्तिगत नै छ, त्यसले गर्दाखेरि उहाँको व्यक्तिगत आक्रोशहरू पनि झल्किन्छन्। यहाँ केही विवादास्पद व्यक्तिहरूमाथि उहाँले यहाँ टिक्का टिप्पणी गर्नुभएको छ। यो सबै कुरा चाहिँ अब कानुनी विश्लेषणमा हामीले बुझ्नुपर्ने हुन्छ पढ्दाखेरि। तर समग्रमा भन्नुपर्दा यो न्याय एउटा साहसी आत्मकथा हो। यसले न्यायिक इतिहास मात्र होइन, नेपाली महिलाको सङ्घर्ष र नेतृत्व क्षमताको पनि प्रतिनिधित्व गर्छ र सुशीला कार्की जतिको आँट भएको, हिम्मत भएको महिलाहरूले न्याय क्षेत्रमा मात्रै नभएर नेपालको सम्पूर्ण राजनीतिक क्षेत्रमा, व्यावसायिक क्षेत्रमा चाहिँ निष्ठाका साथ लागि पर्यो भने सफलता सजिलै प्राप्त गर्न सकिन्छ। यो पुस्तकले प्रेरणा दिन्छ। अब सजिलै प्राप्त गर्न सकिन्छ सकिँदैन त्यो आफ्नो ठाउँमा छ, किनकि सबैको अनुभव एउटै नहुन पनि सक्छ। अब यहाँ सुशीला कार्कीले के भन्नुभएको छ भने यो पुस्तक चाहिँ उहाँको व्यक्तिगत जीवन र 31 वर्षको वकालती जीवनको भोगाई, अनुभव र यथार्थलाई ठक्रकै जस्ताको तस्तै पाठकको हातमा सुम्पेको छु भन्नुभएको छ र यो उहाँको आत्मकथा हो। अब आत्मकथामा भएका कुरा हामीले अरू कथा जस्तो यसमा कुनै फिक्सन हुँदैन, जस्तो भएको त्यस्तै हुन्छ भन्ने नै मान्यताले हामीले पढ्ने गर्छौं र न्यायपालिकाको आँखाबाट देखिने संक्रमणकालीन नेपाली राजनीतिको साक्षी हुनुहुन्छ सुशीला कार्की र यो उहाँको आत्मकथा पनि त्यसैको साक्षी हो। न्यायिक समाज निर्माणका लागि सत्यको जगमा उभिँदा महाअभियोगसम्म सामना गर्न उहाँ तयार हुनुभएको थियो
र यो चाहिँ उहाँको इमान, निष्ठा र न्यायको प्रतिमूर्ति हो। त्यसैले यो पुस्तक पठनीय छ, पढ्नुहोला। र आजलाई पुनः एकपटक यो विजयादशमीको छठ पर्वको शुभकामना दिँदै आज बिदा हुन चाहन्छु। हस्त, नमस्ते।